Hi everyone, welcome back to my YouTube channel सेल्सङ ब्लग अनि तपाईहरु को अगाडि आज पनि मैले मुकबाङलाई लिएर आएको छु अनि मेरो मुकबाङमा तपाईले देखिसक्नु भएको छ यहाँनिर चाहिँ आज मैले खाना सिम्पल खाना नै लिएर आएको छु अनि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अनि तपाईले यहाँ देखिराख्नु भएको छ यो चाहिँ छ खाना अनि सिस्नो एकदमै खानु मन लागिरहेको थियो अनि यो चाहिँ आलु फ्राई गरेको अनि यो चाहिँ हो बिही छ यहाँनिर अनि यहाँनिर चाहिँ टमाटर र प्याज अनि टोक्नुको लागि चाहिँ खोर्सानी छ अनि पिउनको लागि चाहिँ आज पानी छ अनि खानाहरु एकदमै सेलिसक्यो होला अनि मिलाउँदा यहाँ के गर्दा यस्तै हुन्छ कहिलेकाहीँ अनि अब चाहिँ म ढिला नगरिकन खाना सुरु गरिहाल्छु प्यानलाई चाहिँ साइड लगाइदिन्छु एकैछिन सो अब म खानु सुरु गर्छु साइड प्लिज अनि यहाँ चाहिँ यो चाहिँ रुख टमाटरको अचार साँधेर बनाएको अमिलो एकदमै मिठो छ म चाहिँ खाना सुरु गरे है फर्स्ट बाइट खाइ ल बिन चाहिँ मेरो एकदम फेभरेट हो अनि बिन लिएर आएको ओ माई गड मसँग अर्को पनि सब्जी थियो बिर्सेछु ल्याउनु आलु र सिमी थियो अलिकति नुनको कमी भएछ अनि तपाईहरुले मेरो भिडियोहरुमा राम्ररी मायाहरु दिइराख्नु भएको छ थ्यांक यू सो मच यसरी नै माया गरिरहनु होला अनि कमेन्टहरु गरिदिनु होला तपाईहरु के हेर्न चाहनुहुन्छ नेक्स्ट मुकबाङ भनेर त्यही अनुसार म ल्याउने छु बिग बाइट गर्दिम ल बिग बाइट
2 प्याकेट करेन्ट र एकदमै धेरै एगको बनाएको छ अनि त्यो पनि गएर हेरिदिनु होला हेर्नु भएको छैन भने प्रेसर लो हुन्छ होला बेस यसमा मैले चाहिँ खानाहरू सबै खाएर नै भ्याइसकेँ। आज चाहिँ सबै नै खाइसकेँ, उफ्रेन आज चाहिँ। तर बिहानदेखि मैले केही खाएको थिएन नि त, मुखपान गर्छु भनेर। अनि तपाईँहरूलाई मेरो भिडियो हेरेर कस्तो लाग्यो, मेरो भिडियो हेरेर तपाईँले इन्जोय गरिदिनु भयो होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। बाई बाई, नेक्स्ट भिडियोमा भेट्नेछौँ।